लु खाना खाना आइपुगेको म के बनाएको छौ? बाबालाई हालिदिएको प्याज कलीको सब्जी बनायो। खै प्याज कली मटरखुटी हालेर बनाएको। ए दामी देख्दैछ प्याज कली त, हेर्दै खाउँ खाउँ लाग्दैछ। ठन्डामा मजा आउँछ है। छोराले चाहिँ के गर्दैछ? भाँडा अहिले काम मोल्दै बढाइदिएर नभन्नु। भक्कु पानी आफ्नो भाँडाकुटी खेल्यो अन्त सब धुँदैछ यहाँनिर। आइसला दाल त के दामी देख्दैछौ? के हालेको छौ दालमा? दालमा गाजर प्याज कली मटरखुटी प्याज हालेर स्पेसली बनाइदिएको आज। दामी देख्दैछ। ठन्डामा त हो यसरी खानुपर्ने, गर्मीमा पाउँदैन प्याज कली। यो बैगुन भाजा खानुहुन्छ? बैगुन भाजा एउटा हालिदिन्छु। यता त डढेछ त फेर्नु, नानीको लुगा फेर्नु गयो हो, बाबालाई ग्यास हुन्छ भनेर बैगुन भाजा बेसी खानु हुँदैन, फुलकोपी बाबाको लागि। मेवा हालेर बनाइदिएको। ए आजको दिन पनि यति दामी छ। बाबाले त आलु खानु हुँदैन, साग त मात्रै हालिदिएको। मलाई त साग र आलु पुरा मनपर्छ। राई साग हो नि यो? बाबाले खानु दिइहालौँ त, हामीलाई पठाउँछु ल। ल छिटो गर, यसले त काम बढाइदिन्छ फेरि। बन्द गर।